नमस्कार सम्पूर्णमा हामीले विभिन्न भौतिक परीक्षामा सोध्ने र्याङ्किङ अर्डर सम्बन्धी प्रश्नहरूको समाधान लिएर आएका छौँ। प्रश्न नम्बर 1 बाट सुरु गरौँ। प्रश्न नम्बर 1 यस प्रकार छ। एउटा मानिसहरूको पंक्तिमा पी ठिक बीचमा छ। पी कहाँ छ? पी ठिक्क बीचमा छ हो। पी ठिक्क बीचमा छ। पी को स्थान अब बायाँबाट 20 हो। भनेपछि पी को अगाडि 19 जना छन्, पी को पछाडि कतिजना छन्? बीचमा छ भनेपछि 19 जना छन्। जम्मा कतिजना मानिसहरू छन् भनेपछि 19 + 19 + पी कति भयो? 39। यसको सही आन्सर के भयो? 39 भयो हो। यसलाई अर्को तरिकाबाट पनि गर्न सकिन्छ। कसरी गर्न सकिन्छ अर्को तरिकाबाट भन्दा यसको फर्मुला छ, हेरौँ है त। यसको फर्मुला के छ त भन्दा x = n + 1/2 भन्ने फर्मुला छ। यसको फर्मुला x = n + 1/2। x भनेको कति स्थान दिएछ? 20। n भनेको जम्मा सङ्ख्या निकाल्ने हो। 20 = n + 1/2। यो 2 यताको जाँदा के हुन्छ? मल्टिप्लाई हुन्छ। 20 × 2 = n + 1। 20 दुना 40। यो प्लस यता आउँदा के हुन्छ? -1 = n। n = 39। यसरी पनि गर्न सकिन्छ। अगाडिको र यो जुन तरिकाले गर्दा पनि हुन्छ। अब हामी प्रश्न नम्बर 2 तर्फ जाउँ। ठिक छ। प्रश्न नम्बर 2 मा के भनेछ भने विद्यार्थीहरूको एक पंक्तिमा शारदा दाहिनेतिरबाट 10औं र देब्रेतिरबाट 16औं स्थानमा छिन् भने पंक्तिमा जम्मा कति विद्यार्थीहरू छन्? यस्ता प्रश्नहरू आए भने दायाँ बायाँ दिक्छ र जम्मा निकाल भनेको छ भने यसको एउटा फर्मुला छ, राइट + लेफ्ट -1 भन्ने हो। यो फर्मुला अनुसार जाँदा हुन्छ। राइट भनेको 10औं, अर्को बायाँतिरबाट 16औं -1। 10 र 16 26। 26 बाट 1 गर्दा 25। यसरी गर्दा सजिलो भयो। सजिलो प्रश्न। प्रश्न नम्बर 2 को आन्सर 25। अब हामी प्रश्न नम्बर 3 मा जाउँ। ल हेरौँ है। अहिलेको जस्तै प्रश्न छ। श्याम 31 जना विद्यार्थीहरू भएको कक्षामा 17औं स्थानमा आयो भने पछि अन्तिमबाट कति आउँछ? अगाडि हामीले के भन्यो? जम्मा टोटल निकाल्दा राइट + लेफ्ट -1 गर्ने भन्यो। अझ राइट वा लेफ्ट निकाल्नु पर्यो भने के गर्ने? राइट निकाल्नु पर्यो भने यो यता जाँदा पनि माइनस हुने भयो, यो माइनस उता जाँदा प्लस हुने भयो। टोटल - लेफ्ट + 1। अब यसरी बुझौँ। कोही एउटा जम्मा विद्यार्थी दिन्छ र दायाँबाट अथवा बायाँबाट निकाल भन्यो भने जम्माबाट दिएको घटाउने र 1 जोड्ने हो। यसरी गर्दा कति हुने भयो? जम्मा 31 जना। 31 जनामा 17 वटा गर्दा 31 मा 17 गर्दाखेरि 14। 14 मा 1 जोड्दा 15। 15 भनेको हाम्रो अप्सन नम्बर बी छ। अप्सन नम्बर बी सही उत्तर भयो। अब प्रश्न नम्बर 4। 45 जना केटीहरूको एउटा लहरमा मोनाको अगाडिबाटको क्रम 27 हो भने सोनाको पछाडिबाटको क्रम 12 हो। मोनाको पछाडिबाटको क्रम र सोनाको अगाडिबाटको क्रमको अनुपात निकाल भन्यो। मोनाको अगाडिबाट दिन्छ, पछाडिबाट निकाल भन्यो। सोनाको पछाडिबाट दिएछ, अगाडिबाट निकाल भन्यो हैन। मोनाको पछिबाट कति हुन्छ त भन्दा जम्मा भनेको 45 बाट दिएको घटाउने 27 र के जोड्ने? 1 जोड्ने +1। 45 बाट 27 घटाउँदा 18। 18 मा 1 जोड्दा 19। सोनाको पछाडि दिन्छ भनेपछि सोनाको अघि निकाल भनेको कति? कसरी निकाल्ने? जम्माबाट कति घटाउने? जम्मा माइनस दिएको 12 + 1। 45 बाट 12 गर्दा कति भयो? 45 बाट 12 गर्दा 33। 33 मा 1 जोड्दा 34। कति भयो त अन्त रेसियो? एउटा 19:34 को रेसियो भयो। यो अप्सन नम्बर कतिमा छ? डी मा छ। सजिलो छ। प्रश्न नम्बर 5। 39 विद्यार्थीको कक्षामा सन्दर्भ पछाडिबाट 17औं स्थानमा छ। सुमन सन्दर्भभन्दा 7 स्थान अगाडि छ। सुमन अगाडिबाटको स्थान कति हो? अब पहिला के निकाल्नु पर्यो? सन्दर्भको पछाडिबाट दिन्छ या अगाडि सोधिन्छ भने सन्दर्भको अगाडिबाट निकाल्नु हो। सन्दर्भ अघिबाट कतिौं स्थानमा छ? सन्दर्भ अगाडिबाट जम्मा विद्यार्थी माइनस दिएको +1।
जम्मा विद्यार्थी 39 जना छन्। 39 मा 17औं स्थान दिएछ। 39 बाट 17 घट्दा कति हुन्छ 22 हुन्छ। 22 मा 1 जोड्दा 23औं स्थानमा छ। अब अर्को प्रश्न के भन्यो सुमन सन्दर्भ भन्दा 7 स्थान अगाडि छ। सुमनको स्थान सोधेको सन्दर्भ अगाडिबाट 23 छ। सुमन सन्दर्भ भन्दा 7 स्थान अगाडि छ भने घटाइदिए भयो कति हुन्छ 16। अप्सन नम्बर बी 16औं स्थानमा छ। प्रश्न नम्बर 6 मा एउटा लहरमा ए पी र क्यू को को ठिक बीचमा छ। ए कहाँ छ भन्दा यो यहाँ छ भने यता पी हुने भयो यता क्यू हुने भयो। उक्त लहरमा पी सुरुबाट 18औं स्थानमा छ। यहाँ पी कतिमा छ 18औं स्थानमा छ। क्यू अन्तिमबाट 23औं स्थानमा छ। क्यू 23औं स्थानमा छ। पी र ए को बीचमा 2 जना छन्। यहाँ 2 जना छन्। पी र ए चाहिँ पी र क्यू को ठिक बीचमा भनेपछि ए र क्यू को बीचमा नि 2 जना छन्। जम्मा विद्यार्थी सङ्ख्या कति हुन् भनेपछि सबै जोडिदिनु 18। पी र ए बीचकोमा 2 जना, ए र क्यू को बीचमा 2 जना, ए आफूले 1 जना र क्यू पछाडिका 23 जना जोड्दा 23 र 1 24, 24 र 2 26, 26 र 2 28, 28 र 18 जोड्दा 46 हो। कतिजना भयो 46 जना। 46 अप्सन बी यसको एन्सर भयो। अब प्रश्न नम्बर सी एकचोटि फेरि हेरौँ यसलाई फेरि हेरौँ है त के भने प्रश्नले भन्ने कुरा हो। ए ठिक बीचमा ह। केसको बीचमा ह एउटा पी र क्यू को। क्यू 23औं स्थानमा छ पछाडिबाट। पी कतिौं स्थानमा छ 18औं स्थानमा छ सुरुबाट। पी र ए को बीचमा 2 जना छन् भनेपछि ए र क्यू को बीचमा ठिक बीचमा भएपछि उता पनि 2 जना हुने भयो। 18 + 2 + 1 + 2 + 23 कुनै पनि तोरिएन। घटाउने जोड्ने कुरा गर्नु परेन। ठिक छ। यसको एन्सर कति थियो हाम्रो 46 थियो। ल अब प्रश्न नम्बर 7 मा जाउँ हामी। प्रश्न नम्बर 7 मा एउटा लहरमा ए अगाडिबाट 60औं स्थानमा छ। ल हेरौँ है ए अगाडिबाट कतिमा छ ए छ यो 60औं पोजिसनमा छ 60औं। ए र बी को बीचमा 3 जना व्यक्तिहरू हुन्। बी ए भन्दा पछाडि छ। यहाँ बी छ। ए र बी को बीचमा कतिजना छन् 3 जना छन् भनेपछि बी को पोजिसन कति हो त भन्दाखेरि बी को पोजिसन 60 + 3 + बी आफ्नो पोजिसन हो 1। 64औं नम्बरमा के रहेछ बी रहेछ हो। अब भने अब के भने यदि सुरुका 20 व्यक्तिलाई हटाउने हो भने उक्त लहरमा बी को अगाडि कति छन्। बी अगाडिबाट 64औं स्थानमा छ। कतिजना हटाउने 20 जना हटाउने घटाइदिनुहोस्। 64 बाट 20 गर्दा 44। अप्सन कति भयो बी हाम्रो एन्सर भयो। प्रश्न नम्बर 8 तर्फ जाउँ है त। एउटा पंक्तिमा सबै विद्यार्थीहरू पूर्व फर्केर लाइनमा उभिएका छन्। ए बायाँ छेउबाट 25औं स्थानमा छ। बी ए को ठिक बायाँतर्फ छ। ल यसलाई हेरौँ है त। यहाँ ए छ। ए कतिौं पोजिसनमा छ 25औं पोजिसनमा छ बायाँबाट। बी ठिक बायाँतर्फ छ भनेपछि बी यहाँ छ। बी कतिौं स्थानमा हुने भयो 24औं स्थानमा हुने भयो। बी को बायाँतिर 24 जना हुने भयो। दायाँतिर कतिवटा दिन्छ भने 19 जना छन् भन्यो। अब पंक्तिको कुल दायाँ प्लस बायाँ माइनस 1 यही गर्दै आएको हो। 19 बाट 1 गर्दा 18, 18 र 24 जोड्दा 42 जना। क्वेसन नम्बर सी यसको एन्सर भयो हैन। सजिलो भयो नि त। बी ए कति नम्बरमा छ भनौँ। ए 25औं नम्बरमा छ। बायाँबाट 25औं नम्बर बायाँतर्फ ठिक बायाँमा भनेपछि 24औं नम्बरमा बी छ। बायाँबाट 24 मा दायाँतर्फ कतिजना छन् 19 जना छन्। ए यहाँ -1 गर्नु परेन है। यसको एन्सर 43 हो। किन दायाँतर्फ भनेको रहेछ दायाँबाट भनेर हिँड्छ। दायाँतर्फ भनेपछि प्लस यो -1 गर्नु परेन। +1 गर्दा 43 भयो। ठिक छ। यसलाई फेरि हेरौँ त एकचोटि थोरै कन्फ्युजन भयो। ए बायाँ छेउबाट 25औं स्थानमा छ। यहाँ ए छ बायाँ छेउबाट 25औं स्थानमा छ।
बी ए को ठिक बायाँतर्फ छ भनेपछि यहाँ बी छ। बी ठिक बायाँतर्फबाट हुन कति हुने स्थानमा हुनु पर्यो? 24औं स्थानमा हुनु पर्यो। र बी को दायाँतर्फ 19 जना रहेछन्। बी को दायाँतर्फ 19 जना छन्। बी दायाँबाट 19औं स्थानमा रहन्छ है। बी दायाँतर्फ 19 जना रहेछन्। कुल सङ्ख्या कति हुने भयो? बी 24औं स्थानमा बी छ र बीदेखि पछाडि 19 जना छन् भनेपछि दुईटा जोड्दिनु। कति हुने भयो? 43। यसको एन्सर अप्सन नम्बर डी। प्रश्न नम्बर 9 तर्फ लागौँ। जे र एफ उत्तरतर्फ मुख फर्काएर बसेका छन्। हामीले यस्तो प्रश्नमा जे को पोजिसन र एफ को पोजिसन खोज्छौँ। एफ लहरको सबैभन्दा दायाँपट्टिबाट बायाँतर्फको 10औं स्थानमा छ हो भनेपछि एफ कहाँ छ? एफ दायाँबाट 10औं पोजिसन, दायाँबाट 10औं पोजिसनमा छ। जे कहाँ थियो नि त? एफ को आम्ने सामने थियो। के भन्छ? जे सबैभन्दा बायाँतर्फ 7औं स्थानमा जान्छ भनेपछि गयो। जे 9 स्थानमा जान्छ है। 9 स्थान 10औं स्थानमा थियो। 10 स्थानबाट 9 स्थानमा घट्यो भनेपछि 1 स्थानमा जोडिएर जाने भयो भनेको 11औं पोजिसनमा हुनुभयो। जे दायाँबाट 11औं भयो, बायाँबाट कतिौँमा छ? 9औंमा छ भनेपछि के गर्ने? 11 दायाँ प्लस बायाँ माइनस 1 गर्ने। 11 र 9 20, 20बाट 1 गर्दा 19। 19 हाम्रो कतिमा छ? अप्सन नम्बर बीमा। बीको एन्सर भयो। प्रश्न नम्बर अब अन्तिम प्रश्नमा छौँ 10 मा। एउटा पंक्तिमा सबै व्यक्तिहरू उत्तरतर्फ फर्किएका छन्। जी युको दायाँतर्फको चौथो स्थानमा छ जो सबैभन्दा बायाँतर्फ छ। जी युको दायाँतर्फको चौथो स्थानमा छ जो सबैभन्दा बायाँतर्फ। बायाँमा के छ? जी को दायाँतर्फ 5 जना। यु सबैभन्दा बायाँतर्फ छ हो। जी कहाँ त? युको दायाँतर्फ चौथो स्थानमा छ। पहिलो, दोस्रो, तेस्रो, चौथो स्थानमा के छ? जी छ। जो सबभन्दा बायाँतर्फ? यु सबभन्दा बायाँतर्फ छ। त्यसको बिचमा कतिजना हुनु? 3 जना। चौथो स्थानमा जी छ भनेपछि पहिलो, दोस्रो, तेस्रो, चौथो स्थानमा जी छ। जी को दायाँतर्फ 5 जना व्यक्ति छन्। यता 5 जना व्यक्ति छन् भने जम्मा यी 5 जना, जीले 6 जना, 7, 8, 9, युले 10 जना। यसको एन्सर के हुनुभयो? बी 10 जना। धन्यवाद सम्पूर्णलाई क्लास अन्त्यसम्म हेरिदिनु भएकोमा। ल आजलाई यति नै। तपाईहरुको केही समस्याहरू छन् भने कमेन्टमा अथवा फेसबुक पेजमा मेसेज गर्न सक्नुहुन्छ। धन्यवाद है त।